नि सबै यसरी पक्ला कि यसरी घुमाउनु पनि सजिलो हुन्छ पर बाटोमा चाहिँ रेडी गरेर डिटेल्स देखाउँदैन कि रिकर्डै छैन लुक एट द ब्युटी अफ नेचर तिनचुले भयो तिनचुले आज मजा आइरहेको छ होइन त हल्का घुमफिर हल्का कति गाडीमा मात्रै हिँड्नु होइन हल्का सर्ट ट्रिप गरेको दाजुभाइ मिलेर बाइकमा अब सर्ट ट्रिप गर्दा चाहिँ पाठ्य तिम्रो फेरि रिकर्ड गर्नु रिकर्ड गर्यो गर्दैछ यो छोर्तेनहरू देखाऊ यहाँ होमस्टेजहरू राम्रो छ यो चाहिँ चेलीमाइती होमस्टे हो यो तिनचुलेको दामी छ भ्यू चाहिँ यस जग्गामा आएर तपाईँहरू बस्नु सक्नुहुन्छ हो साथीभाइ परिवार गर्लफ्रेन्डहरू लिएर आएर बस्नु सक्नुहुन्छ तपाईँहरू सुन्दर दृश्य दामी अब यहाँको त झन् अब के भन्नु अब अति नै सुन्दर दृश्य अब यो भगिरहेको लागेको प्लस मैले कालो चस्मा लगाएको हो के छ है अब यो बाटो पो दिउँसै कालो पो देख्नु थालेछ हौ बाटो प्रकारको दृश्य छ दामी तिमीले हामीलाई पनि एक्सपोज गर्नुपर्छ दाजुभाइलाई पनि दामी राइड भइरहेछ अहिले हो अब हामी जाँदैछौँ नि अब तिनचुले गुम्बा डाँडा भ्यू पोइन्ट आउनु आँटेको छ अब त्यहाँ आएर चाहिँ त्यहाँको पनि केही दृश्यहरू तपाईँहरूलाई देखाउँछौँ हामी होइन भाइ ओके एकदम त अहिले यो यहाँको मलहरू पनि देखाउने छ अलिअलि सर्ट होइन तिनचुलेको यो चाहिँ अब भन्नुपर्दाखेरि चाहिँ यो बाटोहरू यस प्रकारको छ एकदम प्राकृतिकले भरिएको होइन फुल अफ नेचर दामी छ आज वेदर पनि ठिक्क गरम पनि छैन ठन्डा पनि छैन ठिक्कको धुम्बै भए पनि दामी छ सर्ट ट्रिप प्लान गरेर चाहिँ हिँडेको आज घुम्नु हामी आउनेहरूलाई चाहिँ अब के तपाईँहरूलाई म उयो गर्नु चाहन्छु भन्दा चाहिँ कहाँ सेपेर आयो यो कतिपय ठाउँमा चाहिँ अब होसियारसँग गाडी चलाएर आउनु पऱ्यो होइन ठिकै हो किनभने अब कतिपय ठाउँमा चाहिँ अब दुईवटा गाडी पनि छिर्दैन एकअर्कामा पास गर नहुने जग्गा छ बाटो चाहिँ एकदम अति नै सुन्दर छ अति नै सुन्दर अब घर परिवारहरू साथीभाइहरूसँग आएको बेलामा त अब एकदम होमस्टे पनि दामी छ त अहिले बिहा भयो अब यो होमस्टे हेर्नुहोस् दामी छ यो होमस्टे के अरे रत्न के लेखेको होमस्टे यो दामी छ यस प्रकारको नजारा छ अब हामी आज चाहिँ दाजुभाइ चाहिँ यही होमस्टेमा बस्ने निर्णय लिएको छौँ अनि है हामी अब मजाको छ यहाँमा पछ
पनि गरिदियो।